वेलकम ब्याक टु सन्दर्भ। हेलो साथीहरू, हाम्रो त सबै रोड मात्र देख्दो रहेछ। हामी चितवन त हिँडेको दिन त होइन, रोड मात्र देख्दो रहेछ। रोडमा त के देखाउनु है आइदिन्छ। कुलेखानीको ड्याम भित्र छ त। हाम्रो हालत चाहिँ यस्तो भएको छ। हाम्रो टोलीहरू चाहिँ हराए पिङ्कु। हाम्रो टोलीहरू खोइ 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 खोइ। मोटर बोट Fine, fine. Hi! Kamusta na? Kyo, sano ka ako? हाम्रो टोलीहरू चाहिँ यहाँ छन् है र भ्यू चाहिँ यस्तो छ है। खतरा देखिरहेछ। साह्रो सोल्टी। चिङ्को हामी कहाँ जाँदैछौँ? भेडा फार्म। यो के हो? कस्तो खतरा। हाम्रो आमा आउँदैछन्। आमा हाई आमा। भेडा फार्म हेर्न हिँडेको यहाँ चाक दुखेर हिँड्नै नसक्ने भयो। के भइरहेको आमा? चाक दुखेर छेचारेर माई डाँडा परी जुनमा मन चरी उड्यो बनै र यस्तो छ यहाँ चाहिँ भ्यू। यस्तो खतरा छ। भेडा चाहिँ गयो त नि। चिङ्को हजुरले के गर्नु भएको? ल देखाउनुहोस् त। छानेलाई कस्तो हिरो देखेको छ नि। यता पोज हानिदिनुहोस् त जान। वाह निकालेर हिँडे नि हुने रहेछ नि। हाम्रो टोली चाहिँ यहाँ है गाइजहरू। म चाहिँ लडेको अवस्था। हाई गर्नु न, हाई हाई गर्नु। सबजना हाई गर्नु न, हाई गर्नु न। यता आमा के भन्नुभएको? के भन्नुभएको? भेडा छ भने हेर्न आएको। त्यो भेडा छैन, त्यो हिरो देखेर म थाकिए बसेँ। भेडा फार्म चाहिँ यस्तो छ। भेडा चाहिँ छैन। अनि भेडा फार्मको जानु लागि चाहिँ त्यो डाँडा छ नि, त्यो डाँडामा पुग्नुपर्छ। हामी चाहिँ नहिँड्ने भनेर यहीँ बसिएको। देवीराम थकाइ लागेको अवस्था। भेडा फार्मको ताजा अपडेट हेर्नुहोस् गाइस। हेर्नुहोस् साथी हो, हेर्नुहोस् अहिलेको अवस्था यस्तो छ। कति होला नि? हाम्रो टोलीहरू जाँदैछन्। कता पुगे कि? पुगेको छैन होला, चढ्दैछन् होला चाहिँ। यहाँ चाहिँ मस्त टिकटक बनाउँदो रहेछ नि। मस्त लाग्यो। भाइरल हुने। 4 घण्टाको के भन्छ राइड पछि हामी फाइनली आइपुगेको छौँ। हामी चाहिँ यहाँ बसिरहेछौँ है।
कता हिँडेको रातो ब्याग बोकेर हट भएर म यो तिम्रो नाम के हो तिम्रो नाम के हो तिम्रो नाम के हो तिम्रो नाम के हो ला हाम्रो के भन्छ धुलो धुवा हिलो सबै खाएर हामी आइसकेको छौँ अनि चाबी हराएर चाबी खोज्दा गर्ने देखाउनु अनि हाम्रो रुम चाहिँ यहाँ चाहिँ भ्यू चाहिँ यस्तो आइरहेछ फाइनली चिप्लाङ हाम्रो रुम टुर हेर्नु है त हाई आमा हाई हाम्रो रुममा आइपुग्यौँ अनि यस्तो छ डबल बेड अनि त्यहाँबाट यहाँ छ रेस्टरुमको चाहिँ लाइट यस्तो छ यहाँ चाहिँ म छु हामी चाहिँ यसरी ड्रेस चेन्ज गरेर खाजा खानु जाँदैछौँ मेरो आउटफिट चेक चाहिँ चस्मा हेर्नुहोस् कपाल हेर्नुहोस् ड्रेस हेर्नुहोस् स्कर्ट हेर्नुहोस् अनि चप्पल हेर्नुहोस् यस्तो पारेको छ मकवानपुर के पर्छ हो मकवानपुर ल यस्तो दामी आएर छ नि भ्यू वाह भाउजू हाई यति राम्रो आइरहेछ भाउजू राम्री आएँ तपाईँ पनि राम्री आज भ्यू के कस्तो छ भन्नु त राम्रो छ राम्रो छ वाह स्यान्डपिट खेल्नु थालेछ त वाह ओके वाह बच्चा पार्टी त खेल्नु थालेछ पानी पऱ्यो सानो भित्र जाउँ छिङ्कुमाया उफ्रेको हेर्नुहोस् यहाँ ट्रम्पलिङ खेलेर आऊ जानु त्यहाँ एकछिनमा खेल्ने नि आउनु चिङ्कु कम आउट सानो कम आउट सानो चिङ्कुले कुकुरले के चिन्नु भयो चिन्नु भएन रेडी गर्दा यहाँ ठोकिसके अब चाहिँ हामीहरू खाजा खाएर छौँ खाजामा मोमो यो छ त्यो के हो थाहा छैन म पिरो खाजा तपाईँ थाहा होला त्यसैले मेरो लागि चाहिँ यो भक्कन मात्र हो वेलकम स्न्याक्स वेलकम स्न्याक्स मेरो साथीहरू आइया ठोकिँदैछ त्यहाँ रेस्लिङ पर्दैछ दुईजनाको ल ल ल को जित्छ हेरौँ है
एभेटरले तपाईँको एउटाले चाहिँ तानिने क्या अहिले तान्ने अहिले हामी चाहिँ यहाँ बसेको छौँ हेर गएर चाहिँ यहाँ चाहिँ सेक्वा हुँदैछ यस्तै मान्छे प्यारो फेरि यहाँ केही भनिदिनु न मेरो भिडियोमा भाइ मिठो बार्बिक्यू खाने भए यसो आउनुहोस् है त कहाँ आउनु चितलाङ अर्ग्यानिक भिलेज रिसोर्ट पाहाडौ अनि मकवानपुरमा पर्छ है अनि यो चाहिँ दाउराबाट बनाउने होइन दाउरामा अर्ग्यानिक खान्छौँ भन्दाखेरि पनि मिल्यो होइन हाम्रो गाइजहरूलाई यहाँ यति मजा लागिरहेछ नि स्यान्डपिट खेल्नको लागि पिङ्कु माया यो कपाल चाहिँ मैले बनाइदिएको है चिङ्कु हजुर मजा आइरहेछ मजा आइरहेछ बच्चाहरू मोज गरेको छन् आउँदादेखि यहाँ खेलेको यहाँ बच्चाहरूको खेल्ने सेक्सन चाहिँ यता छ होइन अनि ठुलो मान्छेको खेल्ने सेक्सन पनि छ ठुलो मान्छेको खेल्ने मतलब टिटी खेल्नु मन लागेको छ कि तपाईँहरूलाई त्यो पनि छ यसो क्रिकेट पनि खेल्नु मिल्छ यतातिर त्यहाँ छ टिटी सेक्सन चितलाङ अर्ग्यानिक भिलेज रिसोर्ट यसको एकदमै युनिक चाहिँ के लाग्यो भन्दाखेरि नि यो बोतलहरू जुन छ नि त्यो चाहे सिसाको होस् चाहे अर्को नर्मल प्लास्टिकको होस् त्यो बोतलबाट चाहिँ डेकोरेट गरेको छन् क्या यस्तो टेबलहरू बनाउनुको लागि होइन अनि भित्र पनि सबै डेकोरेट गरेको छन् यस्तो राम्रो युटिलाइज गरेको नि बोतलको अनि यहाँ ट्याम्पलिङ पनि छ अनि रुमहरू चाहिँ यस्तोमा छ तल हाम्रो अब सेक्वा इन्जोय गर्छौँ है हामी चाहिँ ए पहिले मोबाइलले खानुपर्छ होइन साह्रै राम्री देखिनु भएको छ हौ डेकोरेसन हो खाजा खाने ठाउँ ए खाजा खाने ठाउँहरू छ खाइसक्यो तपाईँहरू पनि आउनु होला भिजिट गर्नु होला